स्वागत छ। आज हामी एउटा अलि फरक तर निकै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ, विद्यालयीय आचार संहिता। हामीसँग एउटा दस्तावेज छ जसमा अभिभावक, शिक्षक अनि विद्यार्थी सबैका लागि के कस्ता कर्तव्य र जिम्मेवारी तोकिएको छ भन्ने विस्तृतमा उल्लेख छ। हो, यो हेर्दा निकै विस्तृत रहेछ। हो नि, हाम्रो उद्देश्य चाहिँ आज यी नियमहरू सरसर्ती पढ्ने मात्र होइन कि यिनीहरूले समग्र विद्यालयको वातावरणलाई कसरी प्रभाव पार्छन् त्यो केलाउने हो। के छ त यसमा, सुरु गरौँ है? एकदम। यो संहिताले विद्यालय समुदायका हरेक सदस्यबाट के अपेक्षा गरिएको छ भनेर स्पष्ट पार्न खोजेको देखिन्छ। ल, त्यसो भए अभिभावकबाटै सुरु गरौँ न त। उहाँहरूका लागि तोकिएका कर्तव्यहरूमा नानी बाबुलाई नियमित विद्यालय पठाउने, पोशाक, किताब कापी सबै ठिकठाक पारेर पठाउने जस्ता कुरा त छँदैछन्। त्यो त आधारभूत कुरा भइहाल्यो। हो, तर एउटा कुराले मेरो ध्यान खिच्यो। घरमा दैनिक कम्तीमा 3 घण्टा पढ्ने वातावरण बनाइदिने रे। यो त खै अलि महत्त्वाकांक्षी जस्तो लागेन? साँच्चै 3 घण्टा, यो त निकै स्पेसिफिक नै भयो। यसले के देखाउँछ भने विद्यालयले शैक्षिक जिम्मेवारी घरसम्मै पुर्याउन खोजेको छ। हो नि। तर यसको व्यावहारिकता कस्तो होला? सबै अभिभावकले यो गर्न सक्ने अवस्था हुन्छ कि हुँदैन? त्यो त हो। स्रोतमा त्यस्तो चुनौतीबारे त खासकै भनेको छैन, तर अभिभावकले विद्यालयको अनुगमन गर्ने, सुझाव दिने अनि नतिजा प्रकाशन जस्ता कार्यक्रममा अनिवार्य आउने भन्ने कुराले चाहिँ घर र विद्यालयलाई जोड्न खोजेको प्रष्टै देखिन्छ। हो, त्यो चाहिँ सकारात्मक पक्ष हो। साझेदारीमा जोड दिएको पाइयो। अनि अर्को कुरा, बालबालिकालाई कुलतबाट टाढा राख्ने, बाल श्रममा नलगाउने जस्ता सामाजिक दायित्व पनि छ। निश्चय नै। यो केवल पढाइ मात्र होइन, बालबालिकाको चौतर्फी विकास, उनीहरूको सुरक्षा, सबै कुरामा अभिभावकको भूमिका महत्त्वपूर्ण छ भन्ने कुरामा जोड दिएको छ। त्यो स्काउट बाल क्लबमा सहयोग गर्ने अपेक्षाले पनि त्यही देखाउँछ। तिलो र सकारात्मक भएर पढाउने, विद्यालयका हरेक काममा सक्रिय हुने अपेक्षा गरिएको रहेछ। व्यावसायिकतामा जोड देखिन्छ अनि समयनिष्ठता पनि। बिहान 9:45 मै विद्यालय पुगिसक्नुपर्ने। अनि एउटा प्रस्ताव छ, स्वीकृत बिदा चाहिँ सामान्यतया महिनामा 2 दिनभन्दा बढी नबस्ने रे। यो अलिक कडा भएन र? हो, यो अलिक कडा नै सुनिन्छ। सायद शिक्षणमा निरन्तरता होस्, विद्यार्थीको पढाइ नबिग्रियोस् भन्ने होला। तर अब शिक्षकको पनि त आफ्नो व्यक्तिगत परिस्थिति हुन्छ होइन? हो नि। स्रोतले प्रस्ताव भनेकोले छलफलकै लागि राखिएको पनि हुन सक्छ। अनि अर्को नियम, अनावश्यक मोबाइल प्रयोग नगर्ने। कक्षामा त छँदैछ, अरू बेला पनि। यो त निकै सान्दर्भिक लाग्यो मलाई त। एकदमै। अहिलेको समयमा यो ठूलो चुनौती नै हो। यसले शिक्षकको ध्यान कक्षामा केन्द्रित गराउन मात्र होइन, उहाँहरू आफै पनि एउटा अनुकरणीय व्यक्तित्व हो भन्ने सन्देश दिन खोजेको जस्तो छ। हो, रोल मोडलको रूपमा। अनि बालमैत्री शिक्षण गर्ने, शैक्षिक सामग्री प्रयोग गर्ने कुराले पनि शिक्षणको गुणस्तर सुधार्ने आशय देखिन्छ। अब पालो आयो विद्यार्थीहरूको। उनीहरूका लागि पनि नियम त छन् नै। तोकिएको समयमा पोशाक सहित आउने, प्रार्थनामा अनिवार्य उपस्थित हुने, नआए निवेदन दिने, आधारभूत अनुशासनका कुराहरू। तर त्यसमा पनि सादा जीवन, उच्च विचार अपनाउने, साथीहरूसँग मिलेर बस्ने, झगडा नगर्ने, गृह कार्य गर्ने अनि विद्यालयको सम्पत्ति जोगाउने जस्ता नैतिक र व्यवहारिक पक्षमा पनि जोड दिएको छ। यो महत्त्वपूर्ण छ। यसले के देखाउँछ भने विद्यालयले शैक्षिक नतिजा मात्र होइन, विद्यार्थीको चरित्र निर्माण र सामाजिक व्यवहारलाई पनि उत्तिकै प्राथमिकता दिएको छ। अनुशासन जीवनको गहना हो भन्ने नारा पनि रहेछ, अनि कुलतबाट टाढा रहने कुरा पनि हो। आत्मअनुशासन, आपसी सम्मान अनि विद्यालयप्रति अपनत्वको भावना जगाउन खोजेको देखिन्छ। अनि एउटा अनौठो कुरा, कक्षा बाहिर जाँदा आउटपास कार्ड प्रयोग गर्नुपर्ने रे। यो चाहिँ के होला खासमा? यसको विस्तृत व्याख्या त छैन, तर अनुमान के गर्न सकिन्छ भने विद्यार्थी कक्षा बाहिर हुँदा कहाँ गयो, कोसँग गयो भन्ने रेकर्ड राख्न वा अनुमति लिएको थाहा पाउन होला। अनुशासन र सुरक्षा दुवैको लागि होला नि, त्यस्तै देखिन्छ। ल, त्यसो भए यी सबै कुरालाई एकै ठाउँमा राखेर हेर्दा यसको मतलब के हो त? यो नियमहरूको सूची मात्रै त पक्कै होइन। होइन, यो त्योभन्दा गहिरो छ। यो त एउटा अन्तर्निर्भर प्रणालीको खाका हो।
मतलब अभिभावक, शिक्षक, विद्यार्थी सबैले आफ्नो जिम्मेवारी निभाए मात्रै एउटा राम्रो, अनुशासित र सिकाइ मैत्री वातावरण बन्छ भन्ने यसको सार हो। भनेपछि सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण। एकदमै। एउटा पक्ष कमजोर हुँदा त्यसको असर अर्कोमा र समग्र विद्यालयमै पर्छ। यो साझा जिम्मेवारीको कुरा हो। आजको यो विश्लेषणले त विद्यालय सञ्चालनका विभिन्न पाटाहरूलाई यो संहिताले कसरी हेरेको रहेछ भनेर बुझ्न मद्दत गर्यो। निकै विस्तृत रहेछ। हो, विस्तृत छ। तर एउटा कुरा सोचनीय छ, यस्ता लिखित नियम कानुनले एउटा संरचना त दिन्छन् होइन? दिन्छन्। तर यी नियम पछाडिको जुन भावना छ, जस्तै आपसी सम्मान, सिक्ने र सिकाउने सगोफ, सहयोगको भावना, त्यसलाई कसरी जीवन्त राख्ने? के नियम कडाइ गर्दा सधैँ राम्रो मात्र हुन्छ वा कहिलेकाहीँ यसले सहजता र सृजनाशीलतालाई अलिक खुम्च्याउँछ कि? यो एउटा विचार गर्नुपर्ने प्रश्न हो जस्तो लाग्छ मलाई।